यदि हजुरहरूको सानो नानी बाबु हुनुहुन्छ अनि घरभन्दा बाहिर गएर काम गर्न भ्याउनुहुन्न, अफिस गएर कुनै बिजनेस गर्न सक्नुहुन्न र घरकै काम गर्नुहुन्छ भनेपछि हजुरहरू त्यो घरको काम गरेको सबै भिडियो बनाउनुहोस्, सुट गर्नुहोस् अनि अपलोड गर्नुहोस्। अनि घरमा वाइफाई छ अनि मोबाइल छ भने त्यसको सदुपयोग गर्नुहोस्। के छ, दिनभरि अरूको भिडियो स्क्रोल गरेर दिमाग खराब गर्नुभन्दा आफ्नै भिडियो सुट गर्नुहोस् अनि अपलोड गर्नुहोस्। एक दिन भ्युज आउँदैन, 2 दिन भ्युज आउँदैन, पछि भ्युज आइ नै हाल्छ। अरूको लाज शरम मानेर केही पनि हुँदैन साथीहरू। अरूले हाम्रो घर चलाउने न, हाम्रो घर आफै चलाउने, आफ्नो काम आफै गर्ने, सबै कुरा आफ्नो आफै गर्ने हो भनेपछि अरूको शरम लाज मानेर भिडियो अपलोड गर्न लाज मानेर केही काम छैन। त्यही भएर आफ्नो भिडियो सुट गर्नुहोस् अनि अपलोड गर्नुहोस्। घरको काम पनि भइहाल्छ अनि भिडियो सुट पनि भइहाल्छ। अनि भिडियो बनाएर 1-2 पैसा कमाउन सकिन्छ भने किन नगर्ने। मान्छेहरू त्यही पैसाको लागि स्वदेश विदेश सानोदेखि पढाइ गरेर नाम निकालेर कति मेहनत गर्छन् भनेपछि हजुर थोडा पनि मेहनत गर्न सक्नुहुन्न। र भिडियो बनाउनलाई कति मेहनत चाहिन्छ, बढी मेहनत चाहिँदैन नि। तर रेगुलर बनाउनु पर्ने हुन्छ, दिनदिनै बनाउनु पर्ने हुन्छ। दिनदिनै बनायो भने हामी सफल हुन्छौँ। हेर्नुहोस्, यो कुरा गर्दा गर्दै मैले आफ्नो काम पनि सिद्धाइसकेँ। थ्याङ्क यू।